हामी चाहिँ पाल्पा जिल्लामा अवस्थित कामाख्या मन्दिरको दर्शन पश्चात बुवा अनि म लुम्बिनी केबल कार मार्फत चाहिँ फर्किने क्रममा हल्का यो क्षितिज पारीको चाहिँ दृश्यलाई दृश्यको चाहिँ सुन्दरतालाई चाहिँ निहाल्दै केही भिडियो बनाएको छु। साह्रै नै रमाइलो, उत्साहजनक र फलदायक रह्यो यो भ्रमण चाहिँ। साथै यो गर्मी याममा गर्मी छल्नको लागि चाहिँ तपाईँ जुनसुकै ठाउँबाट आएर चाहिँ यसो भ्रमण गर्न सक्नुहुनेछ। साह्रै नै रमाइलो। बुटोल को गोलपार्क अवस्थित लुम्बिनी केबल कार मार्फत तपाईँ चाहिँ कामाख्या मन्दिरको दर्शन गर्न सक्नुहुनेछ। साथै त्यहाँ गएर प्राकृतिक सौन्दर्यता अवलोकन गर्न सक्नुहुनेछ।